अध्यक्ष लोकमान चुनाव हुन्छ उपाध्यक्ष यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद, नमस्कार। होइन के हो यो तपाईँहरूको पार्टीले सरकारले बेरोजगारीको गरेकै सुकुम्बासी भत्कायो, भत्काउनु हुँदैन थियो भनेर एकहोरो फेसबुक स्टार्टले लेखेकै हुनुहुन्छ तपाईँको अध्यक्षले चाहिँ किन यो होइन, अब विरोधका लागि विरोध मात्रै छैन होइन, त्यसलाई व्यावहारिक रूपमा त्यस्तै देखियो नि त बाहिरमा चाहिँ। होइन, त्यो त्यही आँखाले हेरेपछि त्यस्तै मात्रै पनि देखिन्छ, त्यो हेर्ने तरिका पनि भयो नि त। त्यसकारण हामीले सरकारले जुन खालको प्रक्रियाले अगाडि बढ्यो त्यो व्यथित भयो भने कार्यशैलीमा, कार्य तरिकामा होइन, सरकारले चालेको प्रोसेसमा हाम्रो पार्टीको विमति हो, तौर तरिका मिलेन होइन। अब तपाईँलाई यसैमा भन्दा आम होइन पब्लिकली आएको कुरा के छ भने त्यहाँ चाहिँ हुकुमवासी छन्, त्यहाँ चाहिँ सबै चाहिँ हुकुमवासीले चाहिँ खाएका छन् भन्ने होइन, नभएका पनि त होइन क्या, हुकुमवासी छन् त्यहाँ बस्नेहरू कैयौँको युरोपमा अमेरिका छोराछोरी पढ्न पठाएर यहाँ सुकुम्बासी बनाइरहेका छन्, कतिको घर देखिएको छ, कतिको जग्गा पनि देखिएको छ। तर यो हुँदाहुँदै फेरि कोही कोही त तपाईँको वास्तविक सुकुम्बासी पनि छ नै फेरि। होइन, युरोपमा छोराछोरी पढ्न हुँदैमा ऊ सुकुम्बासी हुँदैन भन्ने कुरा भन्ने तर्कसँग व्यक्तिगत रूपमा म चाहिँ असहमत छु। किनभने समाजमा हामीले कतिसम्म देखेका छौँ भने दिनभरि सडकमा मकै पोलेर भारी बोकेर छोराछोरी पढाएर त्यसरी गएका छन् क्या। अनि उसको बच्चा युरोपमा छ, ऊ सुकुम्बासी होइन भन्ने तर्क त मिलेन नि त। गयो त्यहाँ सुकुम्बासी त सुकुम्बासी नै होला होइन, उहाँको नाममा जग्गा पनि एक आना एक पैसा एक दाम पनि नहोला। यद्यपि युरोप अमेरिकामा छोराछोरी पुगेको पछाडि आफ्नो लागि केही सानो 2-4 लाखको लाखापाखामा जग्गा किनेर घर बनाउनु गर्न सक्थे भन्ने आशय मात्रै हो। चाहिँ युरोप अमेरिका होइन। अब हो त्यसो गरेर स्ट्रगल गरेर मान्छे त्यहाँ गयो, दुःख गर्यो, जो हिजो सुकुम्बासी थियो होइन, उसका बाबुआमा र बच्चा त्यहाँ पुग्यो, बाबुआमा त त्यहीँ थिए, त्यो बच्चाले गर्न नसकेको पनि हुनसक्छ नि त। ऊ आफ्नो एक्लो सर्भाइभ गर्न गाह्रो भइराखेको हुनसक्ला। आज विदेशमा पनि केटाकेटीको हालत त देखिएकै छ, त्यो कति बाहिर आयो कति आएन। एउटा कुरा तपाईँले भनेको 20% सुकुम्बासी हुन्, 10% हुन्। अनि यो हालतले यो बिजोगमा यो तनावमा लखेट्ने होइन नि त। ती 10% को चाहिँ कहीँ सरकारले कहाँ जग्गा दिने हो, सरकारसँग त विभिन्न निकाय हुन्छन्, तिनका डाटा हुन्छन्, तिनको तथ्य हुन्छ, सरकारले त सबै हेरेको हुन्छ नि त। हो, त्यो हेरेपछि ती 10%लाई चाहिँ वास्तविक सुकुम्बासी तपाईँहरू हो, तपाईँहरूको लागि यहाँ व्यवस्थापन गरिएको छ भनेर तिनलाई निकालेर होइन, अनि हुकुमवासीको वृद्ध अनि हुकुमवासी चाहिँ नटेर्थे भने अनि डोजर लाउने कुरा ठिक हुन्थ्यो। तपाईँ 2-2.5 वर्षको बच्चा जस्ता पनि छ, यो बर्खाको सिजन होइन, लामखुट्टे उडुस उकिया अनि मजाक भयो, त्यो खुसियाली दीपावली मनाउने कुरा हो त्यो। त्यसो हुँदा खुसियाली मनाइराखेका छन् धेरै होइन, धेरैलाई त त्यो लागेको छ नि, त्यही बुझिन्छ, त्यही देखिन्छ। राष्ट्रपातको समर्थकहरू कैयौँले ठिक छ राम्रो गरेर अब भन्नुहोस्, एउटा मान्छेको त्यो सुकुम्बासी पनि मान्छे होला कि सुकुम्बासी बस्तीमा बस्ने मान्छे होइन, उसँग मानवीय व्यवहार गर्नु हुँदैन, उसलाई सामाजिक न्यायको कसीमा अथवा समाजका अरू सभ्रान्त मान्छे जस्तै उसको सम्मान गर्नु हुँदैन भन्ने तर्क हो भने त हामीलाई भन्नु केही पनि छैन। अब यही कुरा सुनेर गाली संस्कृतिको अभियान बढाए पनि भयो होइन, तर त्यो पनि मान्छे हो। तर एउटा 2-2.5 वर्षको बच्चा होइन, कोही सभ्रान्त भन्नेले त्यो तिनै गाली गर्नेले सडकमा ल्याएर सुताउन सक्छ एक रात? कल्पना गर्न सक्नुहुन्छ? भनेपछि त्यो विपन्न परिवार जो उत्पीडित छ, जो सामाजिक विभेदमा पर्यो, राज्यले पनि लामो समयसम्म अनदेखा गर्यो होइन। राज्य त आज नै हिजो एउटै हो नि त, हिजो चाहिँ अर्कै राज्य, आज अर्कै राज्य त होइन। त्यसो हुँदाखेरि राज्यले उपेक्षा गर्यो, उनीहरूमाथि उत्पीडन गर्यो, उनलाई सही किसिमको न्याय दिएन होइन। त्यसो हुँदा अहिले न्याय दिने सरकारले, एउटा 2/3 सरकारले गर्थ्यो, उनीहरूलाई 1-1.5 महिनाभित्र, तिमी 1 महिनाभित्र जाऊ होइन,
अथवा 1 महिनाभित्र कहाँ पस्ने हो अहिले त्यो विचारले छ त त्यही जस्ता पनि सुतिया देखिन्छ होइन। अब त्यो चाहिँ सानो 2.5-3 वर्षको बच्चा अब यहाँ भन्ने त के तँलाई माया लाग्यो भने घर लैजान भन्यो। ए बाबा बाँदरको एउटा जनावरको बच्चाको माया हुन्छ, मान्छेले डुब्दै गरेको कुकुरको बच्चा पनि तार छ, त्यो मान्छेको मन हो। तर राज्यले त्यस्तो चाहिँ होइन हेयको भावले ती नागरिकहरूलाई जसरी चाहिँ